प्रस्ताव गर्नुहोस् प्रार्थना गर्दै। अब दिदी बहिनीहरू पहिला आउनुहुनेछ अनि दाजुभाइहरू आउनुहुनेछ। प्रभु यीशु ख्रीष्ट जीवनमा यहुदीहरूले मारेर 3 दिनसम्म कब्रिस्तान भित्री हुनुहुन्थ्यो। पौडी उठ्नुभयो। मेरो रगत र शरीर खाने पनि फेरि पौडी उठ्नेछ भन्ने तपाईँ विश्वास गर्नुहोस्। यो अचम्भवी जीवन हो। यो त प्रभुले बोलेको प्रतिज्ञा हो। यो मानिसले अपनाएको कुरा होइन। तपाईँ प्रार्थना गर्नुहोस् अनि दिदी बहिनीहरू आउनुहोस्। पहिला प्रार्थना गर्दै आउनुहोस्। बप्तिस्मा लिने नानी अझै अगाडि आउनु पर्थ्यो। उहाँले लिनु सक्नुहुन्छ। बप्तिस्मा लिनु बाँकी उनीहरूले नानीहरूलाई मिठाईको व्यवस्था छ भने नानीहरूले दिनुहोस्। पछि नानीहरू छ भने